हेलो एभ्रिवान, भिडियो नबनाएको धेरै दिन भयो थियो। आज धेरै दिनपछि भिडियो बनाउन थाल्यो, लगभग 1 वर्षपछि नै होला। अनि आज चाहिँ हल्का स्पेसल डे। आज चाहिँ हामी घुम्न जान थालेको, साथीले गाडीको लाइसेन्स निकालेको छन् अरे, अनि फेरि उसँग हामी घुम्न जान थालेको। अनि साथीहरू आइसक्यो, मलाई कुरिरहन्, त्यही भएर धेरै टाइम वेस्ट नगरौँ, म रेडी हुन्छु अनि हामी घुम्न जाऊँ आज। अब आज म रेडी भइसकेँ, अब चाहिँ हामी निक्लिन थालेको। बाटोमा गएर भेटौँ न। केटाहरूले आएर कुरेर बसेछन्, गाडी लिएछन् केटाहरूले। ओए सिट उता गर, छिटो गाडी गर। ओ भाइ बसले चलाइदियो क्या गाडी आज। आयो इन चाहिँ सौरभ परे, भाइ बस। ओए छिटो गाडी गर न। ल जाउँ। हामी ड्याममा रोकेको थियौँ, ड्यामलाई हेरेँ, मैले क्लिप हालिदिन्छु। दुई शब्द भन्दै सर। सुन्दर वातावरणमा आज सास फेर्न पाएकोमा एकदमै सहभागी ठान्दैछु। सहभागी रहेछ नि। अनि यस्तै हो, अब आन्जीले गाडी चलाएर ल्याइदिएको छ हामीलाई यहाँसम्म। फर्काउने काम मेरो हो। लाइसेन्स निकालेको धेरै भएको छैन, 2-3 months। अब हाइकिङ ट्रेल अब यहीँबाट सुरु हुन्छ, त्यसपछि हामी हाइकिङ गियर गाडीबाट लिन जाँदैछौँ। त्यो लगाएर चाहिँ अब माथि चढ्नेछौँ। आजको वेदर चाहिँ त्यस्तो गर्मी पनि छैन, त्यसैले यसपालि चाहिँ हाइक गर्दाखेरि त्यस्तो गाह्रो नपर्ला, किनकि लास्ट टाइम हामीलाई 6 घन्टै लाग्यो होला। त्यो युफिनको पुरै डाँडा चढ्दाखेरि 6 घन्टा लागेको थियो। आज चाहिँ हाम्रो टार्गेट चाहिँ 3 to 4 hours गर्नु छ। त्यसैले अब मिल्छ भने गरौँ, मिल्दैन भने घर जाउँ ल। Turn left. Signs for Takachiho, Harajiri Falls. यहाँ माथिको डाँडा हाइक गर्दै आइयो, साह्रै गाह्रो बाटो रहेछ। हामी पनि छौँ, अब हल्का पेट पुजाइ गर्नु पर्यो। बिहानदेखि भोको पेटमा गएको। आज सौरभ चान्दले हामीलाई पिज्जा स्पोन्सर गर्छु भनेको छौँ। आज केटाहरूलाई खुवाइदिउँ पनि भनेर ल्याएको छु, किनकि अस्तिको बर्थडेमा खुवाउन पाइनँ मैले केटाहरूलाई, म बिजी भएर। यहाँ विवश परे हाम्रो, यहाँ चाहिँ विशाल परे। जस्तो राम्रो आउँछ। होइन है, नेपालको खान यस्तो भयो चाहिँ त्यहाँ गेट छ, केटाहरू हिँड्दैछौँ। यही हो है वाटरफल। हामी यहाँ हाम्रो फोटो सेसन चल्दैछ यहाँ आएको। ल गाइस, हामी अब भोक लगाएर पिज्जा खान बस्यो। त्यहाँ बस्यो, हामी पिज्जा खान बसेको। आज बिराले काम गऱ्यो, त्यसैले मैले 4वटा सबैलाई किन्दै यहाँबाट। हामीलाई 1 घन्टा किन्दै खानु पिज्जा। कुरा त के छ र, साथीहरूलाई खुवाइहाल्छ। सरले स्पोन्सर गर्यो नि। कति गऱ्यो? 1400 एउटा स्लाइसलाई होइन? कति हो? 2टा स्लाइसको 1400। लास्ट टाइम आउनु गयो पिज्जा। फेरि यहाँ फ्रेस भन्दै है, ट्रकमा फ्रेस भन्दै हो। यसलाई भ्यू पनि देखाउँछु मैले। भ्यू चाहिँ बवाल छ। यो यहाँ सबै राम्रो छ र यो बाइक सबै राम्रो छ होइन साथीहरू। अनि यहाँ तुर्की ढुङ्गा पनि रहेछ। यो कस्तो मिलेको के, नेचरले आफै यहाँ खाना बस्ने एउटा ठाउँ बनाइदिउँ मान्छेहरूको लागि। घुम्न आउँदा थाक्छ भनेर एउटा बस्ने ठाउँ, एउटा खाने ठाउँ, त्यहाँ खाने पसलहरू बनाइदिएको रहेछ। झर्ना पनि बनाइदिएको थियो है, झर्ना पनि नेचरले बनाइदियो। अनि सोच्यो, भगवान्ले पनि सोच्नुभयो आफै, यहाँ झर्ना छ, मान्छेहरू भोकाउला नि। यस्तो ट्रेड गर्दा गर्दै एउटा कुर्सी राख्दिउँ, एउटा पसल खोल्छन् कसरी भनेर यहाँ पिज्जा पसल पनि खोल्दैन। हामीले पनि 4वटा पिज्जा मगाएको छौँ। चटपट चाहिँ यो चाहिँ खोल्न पर्ने प्लान छ।
अहिले स्टुडेन्ट भिजामा भएर चाहिँ मिल्दैन कहाँ हो स्टुडेन्ट भिजा तिमी नबोला यहाँ अब ढुङ्गा जस्तो बनाएको छ टक्कै राख्ने भाइ बसमा केही दुई शब्द भन्थ्यो नि त तिमीले पनि म त लाज लाग्यो लाज लाग्यो ओहो कस्तो उसलाई चाहिँ लाज लागिरहेको छ फेरि उसलाई फेरि लाज लाग्न पर्ने ठाउँमा लाग्दैन यो जब लाज लाग्न पर्ने छैन नि उहाँ धेरै ल त्यहाँ चाहिँ उहाँ एकदमै लजाउनुहुन्छ तर धेरै कुराहरू उसको लाज लाग्ने ठाउँ पनि छ उसको त्यहाँ चाहिँ ऊ लजाउँदैन त्यहाँ त मैले उदाहरण पनि दिनुहोस् न उदाहरणको लागि के भनौँ आफ्नै बेइज्जत हुन्छ मैले उदाहरण दिएँ नि त त्यही भएर चाहिँ भन्न मिल्दैन हाम्रो तिनवटा पिज्जा हामीले खाएर भइसक्यौँ हामीले चाहिँ एकचोटि नबनाइदिनुहोस् भिडियो घर बनाइदिनुहोस् खाना पनि रमाइलो हुन्छ एक एक गरी खानुभन्दा सबैजना कुरा गरेर खाऊँ भनेर तिनवटा हामीले खाइसक्यो भिडियो उसले खिच्न बिर्सेछ यो चाहिँ हाम्रो लास्ट पेट चाहिँ अगाएको छ तर अब मगाइसक्यो अन्न के नाश गर्ने पिज्जा यो चाहिँ कुन मासु रे मिर्गको मासु यो मिर्ग चाहिँ ठ्याक्कै फेरि बेप्पूबाटै आएको रहेछ पिज्जाको नाम के भन्थ्यो त पिज्जाको नाम के थियो सिका निकु बोरोनेजु सुक्का निको बोर्नेजु है मासुको नाम सिका भने डियर निकु भने मासु बोरोनेज भने थाहा छ होला हजुर ल अब खाने है हामीले ल हात धुँदैछु अघि तिनवटा पिज्जा खाइसक्यो हात पुरै चिपचिप भइरहेको छ त्यसैले यो चाहिँ यस्तो हुन्छ जापानमा चाहिँ हात धुनलाई खुट्टा धुनलाई यस्तो बनाइदिएको हुन्छ होइन त्यहाँबाट पानी आइरहेको हुन्छ यतातिरबाट अनि त्यहाँबाट पानी जाने अनि त्यसै हात धुन मिल्छ यहाँ ल केटाहरू खानु थाहा सके खानु पऱ्यो ल गाइस हामी अब अर्को वाटरफल हेर्न जाँदैछौँ है के वाटरफल यहाँबाट कहाँ हो हिँड न उमोरी फल्स हेर्न जाँदैछौँ हामी नेक्स्ट ट्राफिक लाइटबाट लेफ्ट अघि नै आएको बाटोबाट हामी अर्को डेस्टिनेसन पुग्न थाल्यौँ है आइल्यान्ड छ है नजिकै आइल्यान्ड यस्तो पुरा गाउँको साइडमा है यस्तो छ हाम्रो साथी राइनो मर्सीमा जाँदैछन् है अगाडि बाइकमा हामी गाडीमा अब हाम्रो चाहिँ मोटे भाइले गाडी चलाहान होइन ल हामी उतातिर आउनु थाल्थ्यो अब घर किन्छ सुनै सो गाइस हाम्रो भिडियो त्यही तक थियो अनि यो चाहिँ अर्को दिन हो आइसकेको भइसक्यो अब 14-15 घन्टा अनि फेरि अब हामी चाहिँ स्कुल कलेज जान थाल्यो अनि हिजो मैले भिडियो एडिट गर्दाखेरि चाहिँ के अरे आउटरो चाहिँ एडिट गर्न भुलेछु भनेर सम्झेँ अनि मेरो भर्खर रेडी भएर अब कलेज जाने बेला ठ्याक्क आउटरो गर्थेँ रेकर्ड गर्थेँ अब कलेज गएर भिडियो एडिट गरेर अपलोड गर्ने ल थ्याङ्क यू फर वाचिङ फेरि मेबी कतै ट्रिप सिप गयो केही एक्साइटिङ भयो भने चाहिँ भिडियो हाल्छु थ्याङ्क यू फर वाचिङ